साथीहरु नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल एसपीसी टेक सपोर्टमा। आज चाहिँ म तपाईहरुलाई साइन्सको एकदमै इम्पोर्टेन्ट च्याप्टर म्याटरको केही नोटहरु लिएर आएको छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। ल आजको भिडियो सुरु गरौँ। Matter is defined as anything that has mass and occupies space or volume. भनेको म्याटर भनेको चाहिँ त्यस्तो वस्तु हो जसको चाहिँ मास हुन्छ र त्यसले स्पेस पनि अकुपाई गरेको हुन्छ भन्नाले त्यसले केही भोल्युम पनि अकुपाई गरेको हुन्छ। जस्तो यसलाई चाहिँ कसरी बुझ्न सकिन्छ भने हामीले हाम्रो वरपर देखिने हरेक कुराहरू सबै केले बनेको हुन्छ, म्याटरले बनेको हुन्छ। जस्तै इक्जाम्पल वाटर, एयर, वुड, आइरन, साल्ट, सुगर अनि त्यस्तै अरू पनि हुन सक्छ। और नेक्स्ट वान छ स्टेट्स अफ म्याटर। फर्स्ट वान स्टेट इज सोलिड। सोलिड हैज फिक्स शेप एन्ड भोल्युम। इक्जाम्पल आइस रक भनेको सोलिडको चाहिँ के हुन्छ, एकदमै शेप फिक्स्ड हुन्छ र भोल्युम पनि फिक्स्ड हुन्छ, दुईटै फिक्स्ड हुन्छ। नेक्स्ट वान इज लिक्विड। Liquid has fixed volume but takes the space of its container. Example water and milk. भन्नाले लिक्विडमा चाहिँ के हुन्छ त, भोल्युम चाहिँ त्यसको भोल्युम फिक्स्ड हुन्छ तर त्यसको सेप चाहिँ कन्टेनरमा डिपेन्ड हुन्छ। भनेको हामीले त्यो वाटरलाई चाहिँ लाइक जस्तो भाँडामा राख्यो त्यस्तै बन्छ नि त, हो त्यही हो। वाटर भनेको एउटा लिक्विडको इक्जाम्पल हो। त्यस्तै मिल्क हुन्छ, त्यस्तै अरू पनि हुन्छ है त। नेक्स्ट वान छ ग्यास। ग्यास हेज नो फिक्स सेप अर भोल्युम। भनेको ग्यासको चाहिँ कुनै फिक्स सेप पनि हुँदैन र त्यसको भोल्युम पनि हुँदैन। इक्जाम्पल एयर, अक्सिजन एटसेट्रा। सो नेक्स्ट वान इलिमेन्ट। An element is a pure substance that is made up of only one type of atom. It cannot be broken down into simpler substance by chemical means. For example, hydrogen, nitrogen, gold, क्लोरिन एटसेट्रा। भनेको इलिमेन्ट भनेको चाहिँ त्यस्तो प्योर सब्स्टान्स हो जुन कुनै एउटा टाइपको एटमबाट मात्रै बनेको हुन्छ। यहाँनिर कुरा बुझौँ, एउटा टाइपको मात्रै एटमबाट बनेको हुन्छ इलिमेन्ट भन्नाले फेरि एउटा एटमबाट मात्रै बनेको भन्ने हुँदैन है, एउटा टाइप मात्रै हो, एउटा टाइपको एटमबाट मात्रै बनेको हुन्छ है त, बुझ्नुभयो नि है। टिल द डेट 92 elements are known to be found naturally and 26 are made artificially by the scientists. भन्नाले अहिलेसम्म चाहिँ 92 वटा इलिमेन्ट्स चाहिँ, द्याट मिन्स 92 वटा इलिमेन्ट्स चाहिँ नेचुरली फाउन्ड भएको छ भने 26 वटा इलिमेन्ट्स चाहिँ के हुन्छ त, साइन्टिस्टले बनाएको हो, आर्टिफिसियली बनाएको हो है। नेक्स्ट वान टपिक छ कम्पाउन्ड। सो कम्पाउन्ड भनेको द सब्स्टान्स फर्मड बाई द कम्बिनेसन अफ टू अर मोर देन डिफरेन्ट इलिमेन्ट इन अ फिक्स्ड प्रोपोर्सन आर कल्ड कम्पाउन्ड। भनेको कम्पाउन्ड बन्नलाई के हुने रहेछ त, कुनै दुई अथवा दुईभन्दा बढी इलिमेन्टहरू एकअर्कामा मिक्स भएको हुन्छ एउटा फिक्स्ड प्रोपोर्सनमा। भन्नाले कुनै दुई वा दुईभन्दा बढी इलिमेन्टहरू एकअर्कामा जोडिएर बनेको सब्स्टान्सलाई चाहिँ के भनिन्छ, कम्पाउन्ड भनिन्छ। इक्जाम्पल वाटर, द्याट मिन्स वाटर इज मेड फ्रम हाइड्रोजन एन्ड अक्सिजन। That means chemical formula is H2O. So next topic is atom. The smallest particle of matter that can take part in a chemical reaction is known as atom. भनेको म्याटरको एकदमै सानो पार्टिकल हो जुन चाहिँ केमिकल रिएक्सनमा पार्ट लिन्छ, त्यसलाई चाहिँ हामी एटम भन्छौँ। एटम क्यान बी नाइदर बी क्रिएटेड नर बी डिस्ट्रोयड। भनेको एटमलाई हामी बनाउन नि सक्दैनौँ र त्यसलाई डिस्ट्रोय गर्न पनि सक्दैनौँ। एटम मे अर मे नट एक्जिस्ट फ्रिली इन नेचर। एटम चाहिँ के हुन्छ, नेचरमा फ्रिली पाउन नि सक्छ र नपाउन नि सक्छ। लाइक एटम अफ हिलियम, नियोन, आर्गन एटसेट्रा क्यान एक्जिस्ट फ्रिली इन नेचर बट एटम अफ हाइड्रोजन, सोडियम, अक्सिजन एटसेट्रा क्यान नट एक्जिस्ट फ्रिली इन नेचर। भनेको हिलियम, नियोन, आर्गन जस्ता एटमहरू चाहिँ हाम्रो नेचुरली पाउँछ, भनेको फ्रिली पाउँछ, तर हाइड्रोजन, सोडियम, अक्सिजन जस्ता एटमहरू चाहिँ हाम्रो नेचरमा फ्रिली पाउँदैन है। नेक्स्ट वान छ स्ट्रक्चर अफ एन एटम। एन एटम इज मेड अप अफ 3 फन्डामेन्टल पार्टिकल्स, द्याट मिन्स प्रोटोन, न्युट्रोन एन्ड इलेक्ट्रोन। दिस पार्टिकल्स आर अल्सो कल्ड सब एटमिक पार्टिकल्स। भनेको एटम चाहिँ तीनटा फन्डामेन्टल पार्टिकल्सहरू मिलेर बनेको हुन्छ जसमा चाहिँ प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन पर्छन् र यिनीहरूलाई चाहिँ हामी सब एटमिक पार्टिकल्स पनि भन्छौँ। द्याट मिन्स सब एटमिक पार्टिकल्स आर प्रोटोन, न्युट्रोन एन्ड इलेक्ट्रोन।
सो वाट इज प्रोटोन? प्रोटोन भनेको के हो त? हेरौँ है त। प्रोटोन आर पोजिटिभली चार्ज सब एटमिक पार्टिकल्स लोकेटेड इन द न्युक्लियस अफ एन एटम। भनेको प्रोटोन चाहिँ पोजिटिभ चार्ज भएको सब एटमिक पार्टिकल रहेछ, जुन चाहिँ कहाँ हुँदो रहेछ? न्युक्लियस भित्र हुन्छ है, इनसाइड द न्युक्लियस हुन्छ। द मास अफ प्रोटोन इज इक्वल टु मास अफ हाइड्रोजन एटम। भनेको एउटा प्रोटोनको मास चाहिँ हाइड्रोजन एटमको माससँग इक्वल हुन्छ। द मास अफ हाइड्रोजन एटम इज रिगार्डेड एज 1 एटमिक मास युनिट। भनेको हाइड्रोजन एटमको मास चाहिँ 1 एटमिक हुन्छ, 1 एटमिक मास युनिट हुन्छ, जसलाई चाहिँ एएमयू भनिन्छ। एन्ड मास अफ हाइड्रोजन इज इक्वल टु 1.67 × 10⁻⁻24 ग्राम। यो चाहिँ तपाईँहरूको एमसिक्यूमा एकदमै सोधिराख्ने प्रश्न है, एकदम सोधिराख्ने प्रश्न हो, त्यही भएर याद गरिराख्नुहोस्। A proton is denoted by symbol P+। भनेको प्रोटोनलाई चाहिँ P+ सिम्बलले डिनोट गरिन्छ। Now structure of atom के अर्को छ। The mass of proton is 1837 times larger than that of an electron। इलेक्ट्रोन भन्दा चाहिँ 1837 टाइम्स चाहिँ एकदमै लार्जर हुने रहेछ है, के भन्दा? इलेक्ट्रोन भन्दा चाहिँ के? प्रोटोन है। सो नेक्स्ट वान, इलेक्ट्रोन्स। Electrons are negatively charged subatomic particles revolving around the fixed path called orbit or shell। भनेको इलेक्ट्रोन भनेको चाहिँ नेगेटिभली चार्ज सबएटमिक पार्टिकल रहेछ, जसले चाहिँ एउटा फिक्स्ड पाथमा घुम्दै बस्छ। भनेको त्यो जसलाई चाहिँ के भनिन्छ हामी? सेल पनि भनिँदो रहेछ अथवा अर्बिट पनि भनिन्छ। दे वे डिस्कभर्ड बाई अ ब्रिटिस साइन्टिस्ट विलियम क्रुक इन 1878। इलेक्ट्रोनलाई चाहिँ कसले डिस्कभर गरेका रहेछन् त? ब्रिटिस साइन्टिस्ट विलियम क्रुकले 1878 मा डिस्कभर गरेका रहेछन्। अब मास अफ इलेक्ट्रोन इज इक्वल टु 9.108 × 10⁻⁻24 ग्राम हुन्छ। त्यो मतलब 1/1837 टाइम्स द मास अफ प्रोटोन। भनेको प्रोटोनको मास भन्दा 1/1837 टाइम्स चाहिँ हुन्छ इलेक्ट्रोन चाहिँ। र हामी इलेक्ट्रोनलाई केले डिनोट गरिन्छ भने E- ले डिनोट गरिन्छ। द्याट मिन्स इट इज डिनोटेड बाई द सिम्बल E-। So we have next subatomic particle, neutrons. Neutrons are chargeless subatomic particles located in the nucleus of an atom। भनेको न्युट्रोन भनेको चाहिँ चार्जलेस, भनेको यसमा चार्ज नै हुँदैन रे, जुन चाहिँ कहाँ लोकेटेड भएको हुन्छ, कहाँ बसेको हुन्छ? न्युक्लियस भित्र हुन्छ। यसको मतलब हाम्रो न्युक्लियस भित्र चाहिँ के सबएटमिक पार्टिकलहरू चाहिँ बस्ने रहेछ? एउटा प्रोटोन अनि अर्को न्युट्रोन। न्युट्रोन्स डु नट ह्याभ इलेक्ट्रिक चार्ज। यसमा कुनै पनि इलेक्ट्रिक चार्ज हुँदैन। इट इज डिनोटेड बाई एन्ड नट। द मास अफ न्युट्रोन इज इक्वल टु मास अफ प्रोटोन। भनेको प्रोटोनको मास कति छ? न्युट्रोनको पनि त्यति नै हुन्छ। द्याट मिन्स 1.67 × 10⁻⁻24 ग्राम। नेक्स्ट पोइन्ट, द मास अफ अ न्युट्रोन इज 1837 टाइम्स बिगर देन द्याट अफ एन इलेक्ट्रोन। यो कुरा अघि हामीले डिस्कस गऱ्यौँ। न्युट्रोन पनि के हुँदो रहेछ? 1837 टाइम्स बिगर हुँदो रहेछ, के भन्दा? इलेक्ट्रोन भन्दा। सो हामीले यहाँ बुझ्नुपर्ने कुरा के छ भने प्रोटोनलाई P+ ले डिनोट गरिन्छ, अथवा प्रोटोन भनेको चाहिँ चार्ज पोजिटिभ चार्ज पार्टिकल्स हो, न्युट्रोन भनेको चार्जलेस पार्टिकल हो भने इलेक्ट्रोन भनेको नेगेटिभली चार्ज सब एटमिक पार्टिकल हो। त्यस्तै प्रोटोन र न्युट्रोन भनेको चाहिँ न्युक्लियसभित्र बसेको हुन्छ भने इलेक्ट्रोनले चाहिँ के गर्छ? कुनै एउटा फिक्स्ड अर्बिट अथवा पाथमा चाहिँ रोटेट गर्छ। So next one, electronic configuration. The distribution of electron revolving in the different orbit or shell round to nucleus of an atom of an element is called electronic configuration of that element। भनेको इलेक्ट्रोनको डिस्ट्रिब्युसन जुन चाहिँ के हुन्छ? अर्बिट डिफ्रेन्ट अर्बिटमा घुम्छ। जस्तो हामी जस्तो KLMN भनेर पढ्नु भएको छ नि है, हो त्यही भनेको है, जुन चाहिँ अर्बिटमा घुम्छ, अथवा हामीले सिम्पली के हुन्छ भने इलेक्ट्रोनको डिस्ट्रिब्युसन, कुनै पनि इलिमेन्टको इलेक्ट्रोनको डिस्ट्रिब्युसनलाई हामी इलेक्ट्रोनिक कन्फिगरेसन भनेर भन्छौँ। अब सेल अर अर्बिट भने के हो त? हेरौँ है त। सेल अर अर्बिट इज द पाथ अर इनर्जी लेभल अराउन्ड द न्युक्लियस अफ एन एटम वेयर इलेक्ट्रोन आर फाउन्ड। भनेको सेल अथवा अर्बिट भनेको चाहिँ एउटा पाथ रहेछ, अथवा त्यसलाई चाहिँ हामी इनर्जी लेभल पनि भनिँदो रहेछ, जुन चाहिँ न्युक्लियसको वरिपरि हुन्छ र त्यसमा चाहिँ के हुन्छ? इलेक्ट्रोन चाहिँ पाइन्छ। भनेको इलेक्ट्रोन रिभल्भ गर्छ केबाट? सेल अथवा अर्बिटबाट। द डिस्ट्रिब्युसन अफ इलेक्ट्रोन्स अराउन्ड द न्युक्लियस वाज प्रपोज्ड बाई बोहर एन्ड बोरी इन 1921 AD। भनेको इलेक्ट्रोनको डिस्ट्रिब्युसन न्युक्लियसको वरिपरि हुन्छ भनेर चाहिँ कसले प्रपोज गरेर छन् त? बोहर्स र बोरीले 1921 मा गरेर छन्। सो नेक्स्ट वान, 2n स्क्वायर रुल।
2n square rule is used to determine the maximum number of electrons that can occupy a given cell in an atom. भनेको 2n square rule ले चाहिँ के डिटरमाइन गर्दो रहेछ त कुनै पनि एउटा सेलमा कतिवटा इलेक्ट्रोन म्याक्सिमम अटाउन सकिन्छ भनेर त्यसले चाहिँ हामीलाई भन्छ है। जस्तो n भनेको चाहिँ के हो त्यसमा सिरियल नम्बर अफ सेल। अब 2n square rule को इम्पोर्टेन्स के छ त Importance of 2n square rule. Arranging electron, understanding atom, help in learning periodic table, make chemistry easy. अब इम्पोर्टेन्स 2n square rule को इम्पोर्टेन्स चाहिँ के रहेछ त इलेक्ट्रोनलाई एरेन्जिङ गर्न हेल्प गर्छ, एटमलाई बुझ्नलाई हामीलाई हेल्प गर्छ, अनि पेरियोडिक टेबल लर्न गर्नलाई हेल्प गर्छ र केमिस्ट्रीलाई चाहिँ हामीलाई इजी बनाएको हुन्छ 2n square rule ले। So next one important topic, octet and duplet rule. The tendency of element values, they try to maintain 8 electron in their valence shell either by transferring or sharing of electron is called octet rule. Octet rule भनेको चाहिँ टेन्डेन्सी अफ इलिमेन्ट हो जसमा चाहिँ कुनै पनि इलिमेन्टले के गर्न खोज्छ त भ्यालेन्स सेलमा चाहिँ 8 वटा इलेक्ट्रोन चाहिँ बनाउन खोज्छ है कसरी त कि त ट्रान्सफर गरेर कि त शेयर गरेर एकअर्कामा जसलाई चाहिँ octet rule भनिन्छ। सम एलिमेन्ट्स लाइक helium, lithium, beryllium, etc. try to maintain 2 electrons in the valence shell either by transferring or sharing of electron which is called duplet rule। भनेको केही इलिमेन्टहरु जस्तै helium, lithium, beryllium ले चाहिँ के गर्दछ त उसको भ्यालेन्स सेलमा चाहिँ दुईटा इलेक्ट्रोन चाहिँ मेन्टेन गर्न खोज्छ क्या दुईटा इलेक्ट्रोनलाई मेन्टेन गर्न खोज्छ बाइ ट्रान्सफरिङ अर शेयरिङ अफ इलेक्ट्रोन व्हिच इज कल्ड डुप्लेट रुल। भनेको त्यस्तो इलिमेन्ट जसले चाहिँ भ्यालेन्स सेलमा दुईटा इलेक्ट्रोनलाई मात्रै मेन्टेन गर्न खोज्छ क्या भ्यालेन्स सेलमा दुईटा इलेक्ट्रोन राख्न खोज्छ के गरेर ट्रान्सफर गरेर अथवा शेयर गरेर त्यसलाई चाहिँ हामी डुप्लेट रुल भन्छौँ। अब त्यसमा octet state र डुप्लेट स्टेट भनेको के हो त त्यो हेरौँ है त। octet state भनेको के हो when an atom has 2 electron in its valence shell it is said to be in duplet state that means helium, and when an atom has 8 electrons in its outermost shell it is an octet state that means oxygen carbon। भनेको octet state भनेको चाहिँ यदि त्यसको आउटर मोस्ट सेलमा द्याट मिन्स भ्यालेन्स सेलमा 8 वटा इलेक्ट्रोन छ भने त्यसलाई octet state भनिन्छ। त्यस्तै यदि भ्यालेन्स सेलमा द्याट मिन्स आउटर मोस्ट सेलमा चाहिँ दुईटा मात्र इलेक्ट्रोन छ भने त्यसलाई डुप्लेट स्टेट भनेर भनिन्छ। इक्जाम्पल हिलियम अनि हाम्रो octet स्टेटको इक्जाम्पल चाहिँ अक्सिजन र कार्बन हुन्छ। यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने octet स्टेट र डुप्लेट स्टेट अनि octet रुल र डुप्लेट रुल। octet रुल भनेको चाहिँ 8 वटा इलेक्ट्रोन बनाउन खोज्ने भयो तर octet स्टेट भनेको चाहिँ 8 वटा इलेक्ट्रोन हुन्छ नै है। त्यस्तै डुप्लेट रुल भनेको चाहिँ दुईटा इलेक्ट्रोनलाई मेन्टेन गर्न खोज्छ भ्यालेन्स सेलमा हो तर डुप्लेट स्टेटमा चाहिँ के हुन्छ त दुईटा इलेक्ट्रोन प्रेजेन्ट भएकै हुन्छ है त्यसलाई चाहिँ हामी के भनिन्छ डुप्लेट स्टेट भनेर भनिन्छ। सो व्हाट इज भ्यालेन्स सेल। अब हामीले अघि आउटर मोस्ट सेल अथवा भ्यालेन्स सेल भनेर कुरा गर्यौँ। भ्यालेन्स सेल भनेको के हो हेरौँ है त। द आउटर मोस्ट सेल अफ एन एटम इज कल्ड इट्स भ्यालेन्स सेल अर भ्यालेन्स अर्बिट। भनेको सबैभन्दा एटमको सबैभन्दा बाहिरको सेललाई अथवा इनर्जी लेभललाई हामी भ्यालेन्स सेल भन्दो रहेछौँ जसलाई चाहिँ भ्यालेन्स अर्बिट पनि भनिन्छ। भनेको भ्यालेन्स सेल अथवा अर्बिट भन्ने चाहिँ एउटै कुरा रहेछ है। नेक्स्ट वान भ्यालेन्स इलेक्ट्रोन। द इलेक्ट्रोन प्रेजेन्ट इन द भ्यालेन्स सेल अफ एन एटम आर कल्ड भ्यालेन्स इलेक्ट्रोन। द भ्यालेन्स इलेक्ट्रोन्स अफ एन एटम डिटरमाइन द भ्यालेन्सी अफ द्याट इलिमेन्ट। भनेको भ्यालेन्स इलेक्ट्रोन भनेको के रहेछ हाम्रो भ्यालेन्स सेल अथवा भ्यालेन्स अर्बिटमा भएको कतिवटा इलेक्ट्रोन छ भन्नु नै भ्यालेन्स इलेक्ट्रोन हो। भनेको हाम्रो सबभन्दा अन्तिमको अर्बिटमा भएको इलेक्ट्रोनहरूलाई भ्यालेन्स इलेक्ट्रोन भनिन्छ। यसले चाहिँ के हेल्प गर्दो रहेछ जसको के अरे भ्यालेन्स इलेक्ट्रोनको कारणले चाहिँ हामी के गर्छौँ भ्यालेन्सी पत्ता लगाउन सक्छौँ। भनेको भ्यालेन्सीलाई डिटरमाइन गर्न सक्छौँ कुनै पनि इलिमेन्टको भ्यालेन्सीलाई डिटरमाइन गर्न भ्यालेन्स इलेक्ट्रोनले हेल्प गर्छ। सो अब हामीले भ्यालेन्सी निकाल्न सक्छौँ त भन्यौँ। त्यसो भ्यालेन्सी भनेको चाहिँ के हो त भ्यालेन्सी भनेको चाहिँ द भ्यालेन्सी अफ एन इलिमेन्ट क्यान बी डिफाइन्ड एज द नम्बर अफ इलेक्ट्रोन लस्ट गेन अर सेयर बाई इट्स एटम ड्युरिङ केमिकल कम्बिनेसन। भनेको केमिकल कम्बिनेसन भएको टाइममा कुनै पनि एटमले अथवा कुनै पनि इलिमेन्टको एटमले भनौँ है इलेक्ट्रोनहरूलाई कति लस्ट गरो कति गेन गरो अथवा कति सेयर गरो भन्नु नै के हो त भ्यालेन्सी हो। इलिमेन्ट्स क्यान सो मोर देन वान भ्यालेन्सी। भनेको कतिपय इलिमेन्ट्सहरूले चाहिँ एकभन्दा बढी भ्यालेन्सीहरू सो गर्छ।
एन्ड दिस इज कल्ड भ्यारिएबल भ्यालेन्सी र त्यसलाई चाहिँ हामी भ्यारिएबल भ्यालेन्सी भनिन्छ। इट ह्यापन यो हुन्छ किनभने सर्टेन एलिमेन्ट्स क्यान लस डिफ्रेन्ट नम्बर अफ इलेक्ट्रोन्स डिपेन्डिङ अन केमिकल रियाक्सन भनेको सर्टेन एलिमेन्ट्सहरूले चाहिँ के गर्छ त केमिकल रियाक्सनको हिसाबले चाहिँ इलेक्ट्रोनहरूलाई लस गर्छ। फर इक्जाम्पल आइरन जसलाई चाहिँ सिम्बल एफले डिनोट गरिन्छ क्यान लस 2 or 3 इलेक्ट्रोन सो इट हेज भ्यालेन्सिज अफ 2 and 3 भनेको आइरनले चाहिँ 2 अथवा 3 वटा इलेक्ट्रोनहरू चाहिँ लस गर्छ। त्यो चाहिँ केमा डिपेन्ड हुन्छ केमिकल रियाक्सनमा डिपेन्ड हुन्छ। त्यसैले यसको भ्यालेन्सी चाहिँ 2 र 3 दुईटै हुन्छ है। So next one, molecular formula. A chemical formula that gives the total number of atoms of each element in each molecule of a substance is called molecular formula. भनेको chemical formula हो जसले चाहिँ that gives the total number of atoms जम्मा एटम इलिमेन्टमा भएको र इच मोलिकुल भनेको प्रत्येक मोलिकुलमा भएको सब्स्टान्सबाट चाहिँ कतिवटा टोटल नम्बर चाहिँ एटमको टोटल नम्बर चाहिँ देखाउँछ भने त्यसलाई मोलिकुलर फर्मुला भनिन्छ। द्याट मिन्स द केमिकल फर्मुला द्याट गिभ्स द टोटल नम्बर अफ एटम अफ इच एलिमेन्ट इन इच मोलिकुल अफ सब्स्टान्स इज कल्ड मोलिकुलर फर्मुला। इक्जाम्पल अफ मोलिकुलर फर्मुला is water, that means H2O. It means water consists of 2 atoms of hydrogen and 1 atom of oxygen। भनेको हाम्रो पानी चाहिँ केबाट बनेको हुन्छ त दुईटा हाइड्रोजनको पार्ट र एउटा अक्सिजनको पार्टबाट चाहिँ हाम्रो पानी बनेको हुन्छ। द्याट मिन्स वाटर इज मेड फ्रम 2 पार्ट अफ हाइड्रोजन एन्ड 1 पार्ट अफ अक्सिजन। ल साथीहरू आजलाई यति नै। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र तपाईँहरूलाई कुन सब्जेक्टको चाहिँ भिडियो चाहिन्छ कुन सब्जेक्टको भिडियो आवश्यक पर्छ कमेन्टमा लेख्नु होला। म त्यसको भिडियो बनाउने प्रयास गर्नेछु। यदि साथीहरू तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु होला र सब्सक्राइब गर्न पनि नभुल्नु होला। हस्त धन्यवाद।